हेलो एभ्रिवान सबैलाई नमस्ते। म चाहिँ सूर्य सिंह गुरुङ घले। मेरो बसाइ चाहिँ सुनौल नगरपालिका नवलपरासी जिल्ला अनि अ, वार्ड नम्बर 5 बनकटीमा बसोबास गर्छु म। सो मलाई चाहिँ कस्तो भन्दाखेरि म चाहिँ मेरो देश नेपालको मलाई धेरै धेरै माया लाग्छ। मलाई चाहिँ मेरो देश एउटा विकसित देशको रूपमा देख्न मन लाग्छ। मलाई चाहिँ कस्तो भन्दाखेरि अ, हामी जनताहरू अहिले हामी सबै चेतनशील भइसकेका छौँ र हामीले चेतनशील भएर होइन अब आउने हाम्रो चुनावमा चाहिँ राइट व्यक्तिहरूलाई हामीले जिताउनुपर्छ भन्ने लाग्छ होइन। सो मैले पुरानो पार्टीहरूको तपाईँहरूले पनि हेर्नुभयो होला, मैले पनि हेरेँ होइन। उहाँले कुन तरिकाले कस्तो तरिकाले देशको विकास गरे होइन, देशलाई कहाँसम्म पुर्याए भन्ने कुराहरू सरी भन्ने कुराहरू हामीले हेऱ्यौँ। अब कस्तो भन्दाखेरि मैले थुप्रै अ, व्यक्तित्वहरूको कुराहरू हेरेँ मैले। अ, धेरै पार्टीहरूको कुराहरू हेरेँ मैले। सो मलाई के लाग्छ भन्दाखेरि जुन उज्यालो नेपाल भन्ने उज्यालो नेपाल पार्टी बनेको छ, यो चाहिँ एउटा राइट पार्टी हो जसलाई चाहिँ हामीले अब आउने चुनावमा फागुनमा हुने सरी चुनावमा चाहिँ हामीले उज्यालो नेपाल पार्टीलाई होइन, यसमा भएको व्यक्तित्वहरूलाई हामीले जिताएर होइन देशलाई अ, भ्रष्टाचार मुक्त समृद्धिशील अथवा विकसित सम्पन्न देश र सामाजिक न्याय दिने एउटा सरकार बनाउनु पर्छ जस्तो लाग्छ मलाई। हामीले हेर्दाखेरि उज्यालो नेपालको हाम्रो संरक्षक हुनुहुन्छ हाम्रो अहिलेको हाम्रो वान अफ द मिनिस्टर होइन, मिस्टर कुलमान घिसिङ। हाम्रो कुलमान घिसिङ सरको एउटा उहाँको भनौँ न भिजन हेर्दाखेरि मैले उहाँको भिजनलाई हेर्दाखेरि मलाई के लाग्छ भन्दाखेरि नेपाललाई चाहिँ एउटा छिटो छैटो तरिकाले एउटा विकसित देश, समृद्धिमूलक देश र सामाजिक न्याय दिने देश, हरेक व्यक्तिलाई होइन सामाजिक न्याय दिने देश बनाउँछ जस्तो लाग्छ मलाई। उहाँ उज्यालो नेपाल पार्टीका जति पनि उम्मेद्वारहरू हुनेछन् होइन, हामी जनताहरू अहिले चेतनशील भइसकेको छौँ। पुरानो पार्टीहरूको हामीले विचारधाराहरू उनीहरूले गरेका कामहरू हामीले हेरिसकेका छौँ। अब हाम्रो 18 घन्टा अझ त्योभन्दा धेरै हुने लोड सेडिङलाई घटाएर अहिले एउटा जिरो लोड सेडिङ भएको देश बनेको छ, जुन चाहिँ हाम्रो सबैलाई थाहा भएकै हो। कुलमान घिसिङ सरले नै होइन, मन्त्रीज्यूले नै त्यो बेलामा आफू ठाउँमा हुँदाखेरि हाम्रो देश नेपाललाई एउटा अ, अ, लोड सेडिङ मुक्त देश बनाइदियो होइन, जसमा चाहिँ अहिले हामीले कुनै पनि लोड सेडिङ हामीले भोगिरहनु परेको छैन। अहिलेको सरकारले पनि सरकारमा उहाँ हुनुहुन्छ, उहाँले पनि होइन अहिले उहाँकै भनौँ न हैसियतमा होइन, उहाँकै भनौँ न लिडरसिपमा नेपालमा चाहिँ लोड सेडिङ भइरहेको छैन।
एउटा यस्तो व्यक्तित्व होइन जसले चाहिँ नेपालमा को त्यो बेलाको होइन त्यत्रो अम, त्यस्तो खालको अम, एउटा भनौँ न पार्टीले चलाएको देशमा पनि होइन उहाँले आफूले कुनै पनि भ्रष्टाचारको कुराहरू नहेरिकन होइन आफूलाई फाइदा हुने नहेरिकन आफ्नो पदको सदुपयोग गरेर उहाँले होइन नेपालमा लोड सेडिङ हटाइदिनु भयो। सो यो नै हामीले हेरेर होइन हामीले के भन्न सक्छौँ भन्दाखेरि हाम्रो अ, कुलमान घिसिङ सरले चाहिँ होइन नेपाललाई पक्कै पनि सबभन्दा कम र छिटो समयमा एउटा अ, विकसित देश बनाउन सक्छ जसले गर्दाखेरि हामी एउटा भनौँ न इन्डिपेन्डेन्ट होइन विदाउट एनी भनौँ न लोन हामीले कुनै पनि देशसँग लोन नलिकन हाम्रै देशमा भएको जति पनि रिसोर्सेसहरू छ त्यसलाई युज गरेर हामीले नेपाललाई उज्यालो नेपाल बनाउन सक्छौँ भन्ने मलाई जहाँसम्म लाग्छ होइन। सो आज चाहिँ म उज्यालो नेपाल पार्टीको होइन घोषणा पत्रको बारेमा कुरा गर्दैछु। यसलाई म पुरै कुरा गर्नेछु। आज चाहिँ म केही टपिक कुरा गर्दैछु। घोषणा पत्र ने उज्यालो नेपाल पार्टीको घोषणा पत्र 2082मा होइन सबभन्दा पहिला के लेखेको छ भन्दाखेरि सुशासन समृद्धि र सामाजिक न्याय होइन। सुशासन भन्ने बित्तिकै होइन उज्यालो नेपाल पार्टीको सबभन्दा होइन मेन उद्देश्य नै के हो भन्दाखेरि घोषणा पत्र अनुसार होइन भ्रष्टाचार मुक्त देश बनाउने र समाज बनाउने। जसले भ्रष्टाचार गरेका छन् होइन उनीहरूलाई पनि भनौँ न कठघरामा लिएर आउने र उनीहरूलाई पनि भनौँ न एउटा जुन व्यवस्था गर्नुपर्ने हो त्यो व्यवस्था गर्ने होइन र देशमा होइन जति सक्दो होइन कम भ्रष्टाचार मुक्त बनाउने होइन उहाँको भिजन छ होइन। र यो पार्टीको भिजन हो जसमा चाहिँ सुशासन ल्याउने हो होइन। सुशासन भन्ने बित्तिकै हामीले होइन भ्रष्टाचार मुक्त भनेर बुझ्नुपर्ने हुन्छ। सो हामीले उज्यालो नेपाल पार्टीको सबभन्दा मेन कुरा नै के हो त एउटा भ्रष्टाचार मुक्त सुशासन भएको एउटा भनौँ संसारमै सुशासन भएको एउटा देश भनेर चिनाउने हो। त्यसमा गएर एउटा अनि त्यसपछि गएर हाम्रो समृद्धि होइन समृद्धि भनेको विकसित होइन भनौँ न एउटा खुसीको देश होइन जहाँ चाहिँ बाँस कपास होइन र गाछको व्यवस्था छ। कुनै पनि हरेक व्यक्तिलाई होइन समृद्धिशील बनाउने उद्देश्य हो। ओके घोषणा पत्र अनुसार सुशासन समृद्धिशील देश बनाउने एउटा के हो त एउटा भिजन हो। र सामाजिक न्याय होइन सामाजिक न्याय भन्नाले होइन देशमा भएको कुनै पनि व्यक्तिलाई होइन कुनै पनि जात धर्म थर होइन यिनीहरू सबैलाई वास्ता नगरिकन होइन निष्पक्ष रूपमा हरेक व्यक्तिलाई होइन उसले पाउने आधारभूत आवश्यकताहरू जस्तै स्वास्थ्य सेवा शिक्षा आश्रय होइन यो सबै भेदभाव बिना होइन हरेक व्यक्तिलाई पुर्याउने नै के हो त उज्यालो नेपाल पार्टीको एउटा उद्देश्य हो। यो चाहिँ मलाई एकदम राम्रो लागेको छ र यो हुनुपर्छ हाम्रो देशमा। हाम्रो देश विकसित हुनलाई यो सबै हुनुपर्छ। ओके अब त्यसपछि गएर म जस्तै भनौँ न हामीले आफ्नो देशमा भएको होइन स्रोतलाई लिएर होइन रिसोर्सेसहरूलाई लिएर देशलाई विकसित बनाउनु नै यो
सुशासन, समृद्धि र सामाजिक न्याय दिलाएर देशलाई विकसित बनाउने नै के हो त उज्यालो नेपाल पार्टीको घोषणापत्रमा उल्लेखित सबभन्दा पहिलो भिजन हो। ओके, यो भिजनहरूलाई कसरी ठिक गर्ने भनेर मिसन पनि बनाएका छन् होइन, त्यो हामी हेर्दै जान्छौँ। र म के भन्न चाहन्छु भन्दाखेरि होइन, हामी जनता अब चेतनशील भइसकेका छौँ र हामीलाई कसैले छलकपट गर्न सक्दैन। र हामीले होइन, जुन पार्टीले हामीलाई होइन एउटा भनौँ न सुविधा दिन सक्छ, सबभन्दा राम्रो सुविधा दिन सक्छ र सुविधा दिन सक्ने क्षमता लिएको छ होइन, त्यो व्यक्तित्वहरूलाई हामीले भोट दिनुपर्ने हुन्छ। र हाम्रो यो जुन उज्यालो नेपाल पार्टी छ, यो पार्टीभित्र जति पनि उम्मेदवार हुनेछन् होइन, उनीहरूलाई पनि उज्यालो नेपाल पार्टीले एकदमै राम्रोसँग चुनेर मात्र उम्मेदवारी दिन्छ। र त्यो उम्मेदवारहरूमध्ये होइन, यी कुराहरूमा होइन जो फिट हुँदैन होइन, उनीहरूलाई चाहिँ हामीले होइन हामीले पार्टीभित्रबाट होइन, पार्टीभित्र कुनै पनि हालतमा होइन, यो पार्टीले कुनै पनि हालतमा सहन सक्दैन। ओके, कुनै पनि व्यक्ति होइन सुशासन गर्न सक्ने हुनु पर्यो, देशलाई समृद्धिको तर्फ लान सक्ने हुनु पर्यो र सामाजिक न्याय दिलाउन सक्नुपर्ने हुनु पर्यो। सुशासन भन्ने बित्तिकै मैले भनिहालेँ, भ्रष्टाचार गर्न पाउँदैन। ओके, त्यो चाहिँ यो पार्टीको सबभन्दा मेन कुरा हो। अब होइन यसमा म पढ्दै जान्छु होइन, आदरणीय नेपाली दिदीबहिनी तथा दाजुभाइहरू होइन, हाम्रो देशमा भएको जति पनि व्यक्तित्वहरू छन्, जति पनि भोट दिन सक्ने व्यक्तित्वहरू छन्, यसले भोट दिन नमिल्ने दाजुभाइ दिदीबहिनीहरूलाई पनि सम्बोधन गर्छ। तर म चाहिँ अहिले चाहिँ के भन्छु भन्दाखेरि जति पनि हाम्रो भोट दिन सक्ने हाम्रो दाजुभाइ दिदीबहिनीहरू छन् होइन, उहाँहरूको लागि होइन आज हामी इतिहासको एक गम्भीर महत्त्वपूर्ण निर्णायक मोडमा उभिएका छौँ होइन। यो चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ, किनभने हामी चेतनशील भइसकेका छौँ। अहिले हामी जनता चेतनशील भइसकेका छौँ। कुनै पनि होइन नराम्रो व्यक्तित्वले हामीलाई डराएर या धम्काएर या कुनै पनि लोभ लालच देखाएर होइन अब हामीलाई हाम्रो भोटको महत्त्व उनीहरूले घटाउन सक्दैन। हाम्रो भोट भनेको एउटा सबभन्दा महत्त्वपूर्ण के हो त कुरा हो होइन, देशको हामीले भनौँ न हाम्रो आधारभूत कुराहरूलाई हामीले पाउनको लागि दिने भोट हो। त्यही भएर यो भोट चाहिँ हाम्रो के छ, एकदम बहुमूल्य छ। ओके, सो हाम्रो आज चाहिँ हामी होइन एउटा महत्त्वपूर्ण र निर्णायक मोडमा उभिएका छौँ। 2007 सालको क्रान्तिले राणा शासनको अन्त्य गर्यो। 2046 सालको जनआन्दोलनले प्रजातन्त्रको पुनर्स्थापना गर्यो। 10 वर्षको सशस्त्र सङ्घर्ष 2082-83 सालको जनआन्दोलन तथा मधेस आन्दोलनबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भयो भने 2082 सालको नवयुवाहरूको विद्रोहले अक्षम एवं अनुत्तरदायी सरकार र पुरानो पार्टी सत्तालाई केही घन्टामै घुँडा टेक्न बाध्य बनायो। यो सबै हामीले जानेको कुरा हो होइन। यही कुरालाई हेरेर होइन जुन घटना भयो होइन, त्यो कुरालाई हेरेर हामी चेतनशील भइसकेका छौँ। ओके, हामी राजनैतिक अधिकार प्राप्तिको लागि नेपालमा भएका सङ्घर्ष जनआन्दोलन र क्रान्तिको क्रममा जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति सम्मान गर्दै श्रद्धाञ्जली अर्पण गर्दछौँ। जुन हाम्रो 24 जना विद्यार्थीहरू बित्नुभयो, उहाँहरूलाई भनौँ न उहाँहरू शहीद हुनुभयो होइन, त्यसलाई हामी उहाँहरूलाई चाहिँ हामी श्रद्धाञ्जली अर्पण गर्दछौँ यो घोषणापत्रभित्र। ओके, अब नवयुवाहरूको ऐतिहासिक विद्रोहले असल एवं नयाँ राजनीतिक सरकारको स्थापना गर्ने जिम्मेवारी वहन गर्न आम नेपाली समुदायले युगीन आह्वान गरेको छ होइन। यो चाहिँ एकदम इम्पोर्टेन्ट हो। हामीले चाहिँ अब चेतनशील भएर
होइन, जो व्यक्तित्वहरूले होइन नेपालको विकास गर्न सक्छ, नेपालबाट भ्रष्टाचार हटाउन सक्छ, होइन, अनि नेपालमा भएको जति पनि रिसोर्सेसहरू छ त्यसलाई राम्रोसँग युटिलाइज गर्न सक्छ, त्यस्ता व्यक्तित्वहरूलाई हामीले के गर्नुपर्ने हुन्छ त, जिताउनु पर्छ, भोट दिनुपर्छ भन्ने कुरा हो। र हाम्रो उज्यालो नेपाल पार्टीमा यो हाम्रो व्यक्तिहरू चाहिँ व्यक्तित्वहरू चाहिँ होइन सामाजिक न्याय दिने होइन र भ्रष्टाचार नगर्ने हुनेछ। सुसंस्कृत अभ्यास गर्ने राजनीतिक दलले मात्र नवयुवाहरूको सपनालाई यथार्थमा बदल्न सक्छ। ओके, तसर्थ आम नेपाली जनताले खोजेको सुशासन, समृद्धि र सामाजिक न्यायको आकाङ्क्षा जुन हाम्रो घोषणापत्रमा सुरुमा लेखिएको थियो पुरा गर्न नयाँ दलहरूको स्थापना र विस्तार गर्नु अपरिहार्य भएको छ, होइन। त्यही अनुसार हाम्रो उज्यालो नेपाल पार्टी बनेको हो। हामी राष्ट्रका सचेत सचेत है हामी चेतनशील भइसकेका छौँ, सक्षम, इमान्दार र प्रतिबद्ध नागरिकहरूको सहभागिता र संलग्नतामा नेपालको राजनीतिक अभ्यासमा नयाँ युगको प्रावरण गर्ने सङ्कल्प र योजनाका साथ तपाईँहरू समक्ष आएका छौँ, होइन। मेधावी एवं उत्कृष्ट क्षमता भएका नवयुवाहरू यस पार्टीको मेरुदण्ड हुनेछन्। भनेको मतलब के हो भन्दाखेरि हामीहरूले नवयुवाहरूलाई अपर्च्युनिटी दिनेछौँ जसले चाहिँ देशको विकास गर्न सकोस्, भ्रष्टाचारलाई निर्मूल गर्न सकोस्, होइन। रुचि, योग्यता र क्षमता अनुसार विभिन्न तहको नेतृत्वमा रहनेछन्। ओके, हामी विगतका अन्य राजनीतिक दलमा संलग्न भएर पनि इमान्दारी नगुमाएका स्वाभिमानीहरू, होइन, राजनीतिक चेतनाले युक्त भएका पुराना पार्टीहरूले किनारा पारेका असल एवं इमान्दार व्यक्तित्वहरू पनि छन्, होइन। सो अन्य दलबाट चुनाव जितेका तर संरचनात्मक समस्याले पीडित भएर होइन सेवा प्रवाह गर्न अप्ठ्यारो भोगेका इमान्दार जनप्रतिनिधिहरू समेतलाई साथमा लिएर पार्टी निर्माण गरेका छौँ। ओके, अब हामी नवयुवाहरूको बलिदान र समर्पणलाई सदैव स्मरण गर्नेछौँ, साथै नेपाल र नेपालीको उज्यालो भविष्य हामी भनौँ न हाम्रो भविष्यका जति पनि हाम्रो देशवासीहरू छन्, होइन, उहाँहरूलाई चाहिँ हामीले के गर्नुपर्ने छ, ऋण मुक्त गर्नुपर्ने हुन्छ। देशले जति पनि ऋण लिएको छ त्यो ऋण चाहिँ हामीले मुक्त गर्नुपर्ने हुन्छ। ओके, त्यो नै हाम्रो सबभन्दा ठुलो उद्देश्य हो। साथै नेपालीको उज्यालो भविष्य निर्माण गर्नको लागि उज्यालो नेपाल पार्टी स्थापना गरिएको घोषणा गर्दछौँ। ओके, यो चाहिँ घोषणा पत्रमा सबभन्दा पहिलो पेज हो। नेपालको जय होस्, नेपालीको जय होस्, होइन। हामी सबैको के हुनु पर्यो त, हामी नेपालको होइन उन्नति, प्रगति, होइन, र नेपालको विकास हुनु पर्यो। नेपालमा हाम्रो भ्रष्टाचार मुक्त हुनु पर्यो, होइन। अनि हामी सबै नेपालीले होइन गाछ बाँस कपासको व्यवस्था हुनु पर्यो। साथै होइन हाम्रो देश नेपालमा जति पनि क्यापेबल व्यक्तिहरू छन्, होइन, सिप जानेका व्यक्तिहरू छन्, उनीहरूको लागि चाहिँ के हुनु पर्यो, रोजगारीको व्यवस्था हुनु पर्यो। यो नै उज्यालो नेपालको के हो त एउटा मेन उद्देश्य पनि हो। सो नेपालको जय होस्, नेपालको जय होस्, नेपालीको जय होस्, होइन। हामी नेपालमा भएका जति पनि हामी व्यक्तिहरू छौँ, होइन, हामीले रोजगारी पाउनु पर्यो, होइन। अनि त्यसपछि गएर हामीले भ्रष्टाचार भएको देख्नु भएन। हाम्रो जहाँ गए पनि हाम्रो काम भनौँ न कुनै पनि भ्रष्टाचार बगेर हुनु पर्यो, होइन। अनि राइट व्यक्तिहरूले होइन नेपालमा बसेर काम गर्न पाउनु पर्यो, होइन। सो नेपालको जय होस्, अनि हामी नेपालीको जय होस्, र उज्यालो नेपाल जिन्दाबाद। उज्यालो नेपाललाई हामी सबैले जिन्दाबाद गरौँ, होइन। हामी सबै मिलेर उज्यालो नेपाललाई के गर्ने त, उज्यालो नेपालमा भएको जति पनि व्यक्तित्वहरू छन् उहाँहरूलाई जिताएर नेपालको के गर्ने त, विकास गर्नपट्टि लागौँ। सो तपाईँहरूलाई सबैलाई धन्यवाद। म चाहिँ अर्को भिडियो लिएर आउँछु चाँडै नै, जसमा चाहिँ हाम्रो घोषणापत्रको, उज्यालो नेपाल पार्टीको घोषणापत्रको अरू कुराहरू मैले गर्नेछु, जसले गर्दा चाहिँ
तपाईँहरूलाई थाहा हुन्छ कि उज्यालो नेपाल पार्टीलाई किन भोट दिने भनेर है त। थ्याङ्क यू भेरी मच। नमस्ते।